हेलो नमस्कार सम्पूर्णमा। आज मैले बोयाको BY-MW8 भन्ने माइक खरिद गरेर ल्याएको छु। म अनबक्सिङ गरेर देखाउँछु कस्तो छ। साउन्ड पनि चेक गरौँला एकछिनमा कस्तो छ। अब खोलेर हेरौँ है त। टक्क लाएर अब हेर्नु चाहिँ भित्र के छ मैले हेरेको छैन। ए खाली छ भित्र। यसमा चाहिँ के आउँदो रहेछ। यस्तो आउँदो रहेछ। यसमा चाहिँ के छ। दुईटा माइक छ है। यस्तो वाला माइक त्यसपछि अर्को पनि त्यही माइक सेम माइक। त्यसपछि अर्को भनेको चाहिँ यो एडाप्टर होला। यो माइकको माथि लगाउने यस्तो चित्र छ। कसरी लगाउने यहाँ हो लगाउने। यसरी बोल्ने हेलो हेलो गर्ने। त्यसपछि यो आइफोनको लागि यो सी टाइप भयो। यो अब नर्मल ल्यापटपहरुमाको लागि यहाँ चार्जर उसको लागि रहेछ। यो पनि त एउटा अर्को दुईटा माइकको लागि एक घण्टा भइहाल्यो। अब यसमा के छ हेरौँ। यसमा चार्जर छ एउटा। त्यो चाहिँ एउटा यो चार्जर, यो एडाप्टर, बोया लेखेको छ है। तीनटा उसको लागि सी टाइप छ। आइफोनको लागि भयो र यो ल्यापटप अथवा अरु नर्मल मोबाइलमा। त्यसपछि यो दुईटा माइकको कभर रहेछ यस्तो लगाउने। अनि एउटा यो माइक, अर्को यो माइक र त्यसमा रहेछ। ल यति छ बाहिरबाट। यस्तो छ माइकको साउन्ड टेस्ट गरेर हेरौँ है त एकछिनमा कस्तो हुन्छ।